रोहंग्या मुसलमान काठमाडौँमा 500 भन्दा बढी बस्दै आएका छ। तर नेपालमा हेर्दाखेरि दुःखद घटना हो यो। काठमाडौँ जस्तो शहरमा रोहंग्या मुसलमान अवैध रूपमा बस्दै आएका छ। तपाईहरूले अनुमान गर्न सक्नुहुन्छ कि नेपालभरिमा कति रोहंग्या मुसलमान होला र रोहंग्या मुसलमान बस्दै आए पनि हाम्रो धर्म र हाम्रो समुदायमाथि कतिको खेलबाड भइरहेछ। यही रोहंग्या मुसलमानको कारणले हाम्रो देशमा विवाद उत्पन्न हुन्छ र हिन्दू मुस्लिम सिख इसाईमा भेदभावको एउटा संकेत चालु हुन्छ। तर रोहंग्या मुसलमानहरूले छिट्टै यो देशबाट निकाला गरेर आफ्नो देश फर्काउनु पर्छ। रोहंग्या मुसलमानहरूको लागि कुनै देश अहिले एक्सेप्ट गरेको छैन। तर रोहंग्या मुसलमानको बानी बेहोरा हेर्दाखेरि सबै देशबाट भगाउने काम गरेको छ। तर हाम्रो देशका मुस्लिम समुदायहरू किन रोहंग्या मुसलमानले सपोर्ट गर्छ, के कारण हो, हामीले अहिलेसम्म बुझ्न पाएका छैन। हाम्रै देशका नेपाली जनताले मुसलमानहरू एक्सेप्ट गरेका छैन, तर रोहंग्या मुसलमानहरूको आफ्नै बाउको सन्तान हो भन्ने जस्तै उहाँहरूले सपोर्ट गरिरहेछ। यही दुःखद कुरा हो। हामी नेपाली भएर नेपालीले एक्सेप्ट गर्न सकेका छैन, तर विदेशबाट आएर रोहंग्या मुसलमानहरूले हामी भाइ मान्छु भन्ने व्यक्तिहरूलाई खबरदारी छ। तपाईहरू सचेत हुनु समयमै, न त आउने दिनमा तपाईहरूले पनि कहाँ जानुहुन्छ थाहा छैन।